ल नवबुद्धको टुप्पामा हामी आएर चाहिँ होइन यसरी घुम्दैछौँ। ल यो परदेखि देखेको यो ठुल्ठुलो छ नि, जस्तै यो अल्गो अल्गो घरहरू यहाँनिर हो। यहाँनिर सबै भित्रभित्र छिरेर घुम्न मिल्ने रहेछ र तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने चाहिँ चट्ट लगाएर घुम्न आउँदा हुँदो रहेछ है। सबै ठाउँमा घुम्न पाइने रहेछ, तर एक ठाउँमा मात्र लामाहरू बस्ने ठाउँ चाहिँ घुम्न पाइँदैन रहेछ है। सब ठिक छ। ल यहाँनिर यो टुप्पा हो, सबैभन्दा टुप्पामा पुगेर हामी चाहिँ घुम्दैछौँ। सबै हेरिसक्यौँ र यहाँनिर चाहिँ यता त्यो परको ठुलो मन्दिर रहेछ, त्यो मन्दिर जस्तो त्यहाँनिर चाहिँ घुम्न पाएको छ र एकदम ठिक छ गाइज। राउन्ड घुमाउँ त होइन। हजुर ल हामी अब यहाँतिर प्रवेश गरिसकेका छौँ गाइस। ओहो, अनि यहाँ चाहिँ कता निस्किने हो? यस्तो हो, यताबाट अनि सबै तल जानु, त्यहाँबाट यस्तो घुमेर चाहिँ भित्रबाट आउनु। हजुर। अनि यहाँ गेटबाट अनि अलिकति यो पर डाँडामा जानु। त्यो दाक्साङ डाँडा भन्ने चाहिँ त्यहाँ हो। मासु दिने यो चेप चेप हो क्या बाटो छ त। ठाउँ चाहिँ एकदम ठिक छ है, घुम्नको लागि एकदम रमाइलो रहेछ। हामी पानी खान अब तर्खरमा छौँ गाइज होइन। अब रोल बाई रोल पुर्याउनु है सबैजनालाई पानी चाहिँ होइन। तिर्खाले भुत्तुक्क भइरहेछ। यो सिधै उकालो हिँड्दैछौँ हामी होइन। माथि के रहेछ हामी त्यहाँको दृश्यहरू हेरौँ गाइज। त्यसपछि हाम्रो होइन के हो नि त होइन तरिका। यो यहाँनिर चाहिँ होइन घुम्नु पर्ने होइन। हाम्रो यो घुमिसकेपछि सबै ठाउँ घुम्नु पर्ने रहेछ। ल ल त्यहाँदेखि निस्केर हामी यहाँ आइपुग्यो गाइस, यो ठाउँमा होइन। यो डाँडामा आइपुग्यो र अब फेरि त्यही ठाउँमा पुग्नुपर्ने छ हामी एकचोटि। त्यहाँनिर पुगेर चाहिँ एकदम राउन्डमा हान्ने विचार छ है। यहाँनिर चाहिँ तल चाहिँ झिलिमिली रहेछ। हो यता पो रहेछ त यार।
ओहो ठाउँ रमाइलो रहेछ ल झिलिमिली बनाएछ त्यो चाहिँ परको बजारहरू लचिले सब बने पाए कुन त्यो परको होइन त त्यो त काठमाडौँ होइन र हो